Hello, good morning everyone. Welcome to my YouTube channel. है समझ रहे हो समझ रहे हो ना। किसान मुखिया आज चाहिँ म गान्तोक आइरहेको थिएँ है लुम्सेमा नेपालदेखिको तल लुम्सेमा आइरहेको थिएँ है। अन्त त्यही हो गान्तोकको जाडोको दबाई लिएर आएको। अब लगभग अनलोड पनि भइसक्यो है। म फर्किँदैछु अहिले चाहिँ तल आएको थिएँ कि मर्निङ वाक घुम्नुको लागि। अन्त फर्किँदैछु अहिले म जाँदैछु गाडीमा। अब यहाँबाट गएर चाहिँ सिलगढीतिर जानुपर्छ होला हो। त्यही अब खाली भइसक्यो र मेरो गाडी पनि गरम महिना पनि अब लाग्नु स्टार्ट भएछ हो। गान्तोकमा त्यति जाडो पनि छैन अहिले है। अहिले चाहिँ 6:30 बजिरहेको छ नि त बिहानको। अन्त 5 किलोमिटर जति मर्निङ वक गरेर जाँदैछु म गाडी भएकोमा। मेरो गाडी चाहिँ यहाँनिर चाहिँ हो। त्यही हो मुख पनि धोएको छैन। अब 2 लाइन मात्रै रहेछ खाली हुन। अब जानुपर्छ। दोकान पनि खोलेकै छैन रहेछ। कम्पनीतिर है अहिले गान्तोकबाट चाहिँ मैले आयो हो। त्यही हो अहिले चाहिँ यो लुम्सेको भिआइपी बिस्तारै हो। अहिले चाहिँ जाँदैछु कम्पनी भएर सिलगढी गइ हुन्छ होला हो। मणिपाल हस्पिटल चाहिँ उयो माथि हो देख्दैछ। मणिपाल हस्पिटल चाहिँ यही हो। यो हस्पिटलको मुनिबाट चाहिँ यही वरालाई चाहिँ जानुपर्ने हुन्छ अब हामी चाहिँ। कस्तो बोलिदिएको होइन भिडियो गरिरहेको छु। गान्तोकको ओह्रालो जाँदैछु।
चाहिँ टाइम टक्कै 7 बजिरहेको हो 7 बजेको गान्तोकको यसो बिहानै अब भिडियो बनाउनु मुड चल्यो कि अन्त कति दिनको बादमा चाहिँ भिडियो बनाइरहेको छु नि त भिडियो नबनाएको पनि निकै भयो हो सिधै हुन्छ त फेरि बाइकहरू पनि के भयो टोपा खाने आइपुग्यो है अहिले चाहिँ आजको मेरो सर्ट मिनी भिडियो हो है यसो हेरेर लाइक कमेन्ट गरिदिनु होला है मेरो युट्युब च्यानललाई अरूहरूलाई जति माया दिनुहुन्छ नि मलाई पनि त्यति माया दिएर हो अलिकति 1K सम्म सब्सक्राइबर बनाइदिनुहोस् होला है सब्सक्राइब गरेर त्यही हो सानो सर्ट भिडियो बनाइरहेको छु है यसो सपोर्ट गरिदिनु होला मलाई त्यही नै हो रहेछ है अहिले चाहिँ सिङ्ताम बजार आइपुग्यो है अब आजको लागि चाहिँ सर्ट भिडियो बनाइरहेको थिएँ है सानो यति नै हो आजको भिडियो चाहिँ अब यहाँ सिङ्ताममै इन गरेको है अब चाहिँ म माइत जानुपर्ने हुन्छ हो माइतबाट आउँछ त्यहाँनिर जानुपर्छ है अहिले चाहिँ त्यही हो ए सिक्किम सुब्रिङको त्यहाँनिर आइरहेको छु मेरो गाडी चाहिँ यहाँ पर राखिरहेको छ हो आजको यो मेरो सानो सर्ट भिडियो है यहीँनिर इन्टो गर्छु सिङ्तामलाई ल अब अर्को भिडियोमा भेट्नु तपाईँ चाहिँ यसो लाइक सब्सक्राइबहरू चाहिँ गरिदिनु चाहिँ नबिर्सिदिनु होला है त्यही हो गाइस बाई बाई